हजुरहरूलाई एउटा कुरा भन्न मन लागेको थियो क्या मैले विचार गरे अनुसार चाहिँ जस्तो कि हामीले कुनै पनि मुभी हेरिरहेको हुन्छ नि हेर्दा हेर्दै चाहिँ त्यो मुभीमा चाहिँ ओहो यो नभइदियो हुन्थ्यो त्यो नभइदियो हुन्थ्यो भन्ने हुन्छ नि ओहो यसलाई चाहिँ यस्तो नभइदियो हुन्थ्यो भन्ने हुन्छ नि तर त्यो मुभीमा अलरेडी यो हुन्छ है भनेर लेखिसकेको हुन्छ क्या भनेको स्क्रिप्ट रेडी भइसकेको हुन्छ कि त्यहाँ त्यो हामीले सोचेर त त्यहाँ बदलिँदैन नि त त्यसै गरी हाम्रो जीवन पनि त्यस्तै लाग्छ कि हाम्रो जीवन पनि अलरेडी अगाडिबाट नै तेरो जीवनमा यो हुन्छ है भनेर चाहिँ अलरेडी नै अगाडिबाट नै लेखिएको जस्तो लाग्छ क्या मलाई चाहिँ अब हजुरहरूलाई चाहिँ के कस्तो लाग्छ होइन किन भन्दाखेरि अब हाम्रो जीवनमा पनि यो नभइदियो हुन्थ्यो त्यो नभइदियो हुन्थ्यो होइन यस्तो भइदियो हुन्थ्यो उस्तो भइदियो भयो हुन्थ्यो भने हाम्रो कल्पना मात्र हो क्या तर हुने चिज भएरै छोड्छ क्या त्यही भएर होइन आफ्नो जीवनलाई चाहिँ अब जे हुन्छ राम्रैका लागि हुन्छ भनेर जिएर अगाडि बढ्दै राम्रो हुन्छ जस्तो लाग्छ क्या मलाई